यसो झालपाततिर हेर्न आएको कति फलिया खानु भनेर फल नफलिया रहेछन् अलिअलि। अब यसो गुजारा चलिएको छ अलिअलि सब्जीले। अब अर्कातिर पनि जानु पऱ्यो क्या उता उता पनि फलिया खानु अलिअलि सब्जी खानु भए अब आउनु होला उता घरतिर गयो यता बारीतिर पनि अब हेर्नु पऱ्यो आएको यता फलिया उता भन्दा उता गयो केही फलिया यता फलिया छ राम्रो यहीँ मजाले फल्ला यो फल्न लाएको छ अलिअलि बोतीले कति मजा लाएर छ बारी यस्तै छ अलिअलि झालपातहरू उता मिया बल्ल बोतीले लाउनु लाछन् यहाँ यो काँक्रा हो के काँक्रो त्यति अब खाइयो अहिले खाइयो त्यति करेला झाल करेला त्यति साना हुन्छन् कि साना छन् त्यति बाक्लो भएन करेला अहिले करेला त्यति राम्रो भएन झाल जति पनि छ बरु बोडी फल्या नि लथरामै त बोडी कति मजाले फल्या तान्द्रे बोडीहरू कत्रा लामा लामा खाने बोडीहरू झ्याक्कै लाग्ने कत्रा खाने बोडीहरू यस्तरी फलेछ बोडी कसैले गरेपछि हुन्थ्यो नगरे कहाँ हुन्छ यसलाई भन्छ नि तान्द्रे बोडी लाग्यो नि तान्द्रे बोडी कति मजाले फलिया छ लथ्रापै खाने हो खान मन लाग्यो फोनरी डल्ले खुर्सानी हेर्ने डल्ले खुर्सानी छ नि यस्तो फल्छ हाम्रो बारी यहाँ डल्ले खुर्सानी लाग्छ नि डल्ले खुर्सानीहरू यता खानु अरू सबै देखाएको साथी भयो नि यता नि छन् बल्ल सुरु गर्न लाग्छन् उता झन् यता झन् कस्तो छ हाम्रा त यसलाई कालो जिरे भन्छन् हरियो जिरे वा कति फलिया चाहिँ कति खाने यहाँ त बोडी कति मजाले फल्यो यो पर्सियो झालो भयो यो जाने बेसार भयो भिन्डी फुल्दैछ खाइरहेछ उता अब अर्को हुँदैछ यता पनि जे टिपेर खायो सबै सबै टिपेर खायो अब यो मकै बोडी हुँदैछ बल्ल मकै बोडी यहाँ बल्ल झाँक्रा साँध दिएछ ए सबै कति खाने सब्जीहरू बारीभरि छ सब्जीहरू खाइसक्नु छैन भयो काँक्रा बोतीलाई लाउनु पर्ने हो खै कता गएछन् अनि घुम्न गएछन् क्या काँक्रा पनि कता कता गएछन् खै बडाबडा हुनुपर्ने हो पहिले त फलिया थिए कहाँ लुकेर बसिया हुनु नि त अहिले लुकेर बसिया भने देखिया छैन अलिक ठुला बासी बल्ल देखिन्छन् कि करेला देखियो नि सानसानो यी करेला बोतीला देखियो नि यो किरा नलाइदियो किरा लाएर भ्याउने के बेलैमा हिरोलाई पनि खाइरहन्छ हिरोलाई पनि भ्याइएछ सिजन गएको होइछ कि आगे खै अब झालपात पनि पिँयालो हुन लागिसक्यो यस्तै छ ल जाम यसो घरतिर जाम त घरतिर छन् कि सब्जीहरू यसो के जाम त कस्तो मजाले फल्यो यही हो अहिले फलेको राम्रो भनेको अहिले यही बोडी हो अहिले फिलहाललाई सब्जी जाने यसो गुजारा गरे खानु खै काँक्रो त फल्नु पर्ने त खै यो सब्जी कति मिठो हुन्छ यसको सब्जी एप्पल सिप्लो बहुत भिटामिन हो यो भिटामिन ए भन्छन् यसलाई पकाउनु पर्छ मजाले हुन्छ खानालाई भिटामिन सी भिटामिन ए यस्तै हरियो सरियो खाँदै यस्तो रातो पिरो भइरहेको छु नि म चाहिँ अब त्यतिलाई मियाको सब्जी यति मिठो हुन्छ काँक्रा कता गएको छैन भनेको बिचरा काँक्रै चाहिँ नि देखिएन नि काँक्रा साथीलाई घरको फलेको देखाऊँ भनेर हो के अरे बोतीलाई नि ककरिया छ बिचरा यहाँ ठुलै थियो अस्ति कहाँ गएको छैन कि यति ठुलो फलेछ खाने तुरिनै क्या गाँठ्यो काँक्रो त बाफ्रे हो बोतिलो यत्रो काँक्रो पनि यहाँ रहेछ बिचरा हुम्किनु भने हो रहेछ करेला त रहेछ नि करेला भयो नि कि राम्रो अब सेता फुल चाहिँ गाँ चाहिँ यस्तो नि छ हाम्रो अलिअलि दबाईसबाई चाहिए करेला यस्तरी फल्छ नि सेता फुलहरू नि छ नि जरानी फुलहरू छन् यहाँ धुबी छ यत्रो बुटो धुबी अब यहाँ दोकान छ फेरि दोकान गाडी छ यहाँ यत्रो गाडी छ साइकल छन् विकी छ उता
दोकान चाहिँ यत्रो दोकानमा टन्नै छ कसरी चाहियो यसो फोन गरेर सम्पर्क गर्नु मैले ल्याइदिउँला घर घर होम डेलिभरी पनि छ है होम डेलिभरी ल चिसो चिसो भित्र छ फेरि पानी भने पानीको कार्टुनै छ यहाँ पानी कार्टुन चाहियो सम्पर्क गर्नु यही क्या ल यहाँ बोरा चिनीको बोरै छ यहाँ है त्यो 10 गर्न लागेछ अब यसो खाने बेला हुन लागेछ के अरे गरी भयो अब यसो पङ्खा चलाएर बस्दिनु पर्यो एकछिन खाने ल हेलो सबै साथीहरूलाई नमस्कार हो ए बुढीले के पकाएछ हौ खाना बुढीले के पकाएछन् है तेरिका त भात पकाएको छ बोडीको सब्जी छ मेरो अब दुध पढेभरि छ दुध यत्रो दुध रहेछ ल यता यत्रो मैले छ मेरो अब खाना पाक्यो किन रिसाउने जान्छ कि रिसायो बुढो बाहिर गएन भित्र आइनन् भनेर बोल्दै बोलेको हुम्म परेछ नि केको जुठे केही खाएन कि भात खाने बेला भए खाएन नास्ता गरेर अहिले गरेको भात खाने बेला भयो भगवान्को फोटाहरू भगवान्हरू हुनुहुन्छ अनि छ घरमा यस्तै छन् यता हाम्रा फोटाहरू त छन् पुराना हेर्नु मलाई छन् फोटाहरू हाम्रो फोटा जमानाका फोटाहरू उहाँको फोटाहरू सबै टिभी त्यत्रो छ अब टिभी रिमोट पक्का गर्नु भएछ टिभी यस्तो हेर्नुहुन्छ ल सबैलाई नमस्कार है अब फेरि अर्को उसमा भेटौँला अर्को भागमा पहिलो भाग यो ल हस् ल